तपाईलाई रिलायन्स स्पिनिङ मिलको आइपिओ पर्यो त? यदि परेको हो भने सेकेन्डरी मार्केटमा पहिलो कारोबार कतिमा होला त? आजभन्दा 5 वर्ष अगाडि रिलायन्स स्पिनिङ मिलले आइपिओ इस्यु गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई आफ्नो इस्यु म्यानेजरको रूपमा अपोइन्ट गरेको थियो, जसमा कम्पनीले 60% सेयर्स क्वालिफाइड इन्भेस्टर्स, बाँकी रहेको 40% सेयर जनरल पब्लिकलाई छुट्याएको थियो र आइपिओ बुक बिल्डिङ मेथडबाट ल्याउने तयारी थियो। 2082 साल पुसको 7 गते रिलायन्स स्पिनिङ मिलले आइपिओ निष्कासन गर्दै सेकेन्डरी मार्केटमा पहिलो कदम चाल्न सफल भयो। आइपिओको अलटमेन्ट पनि सकिसकेको छ र अब लगानीकर्ताहरू नेप्सेमा लिस्ट हुनको लागि वेट गरिरहेका छन्। कम्पनीले इस्यु गरेको प्रोस्पेक्टसको अनुसार 2080-81 मा कम्पनीको नेटवर्थ पर सेयर 223 रुपैयाँ 59 पैसा रहेको छ र त्यही रहेको फोरकास्ट हेर्दाखेरि 2083 सम्म कम्पनीको नेटवर्थ 260 सम्म पुग्न सक्ने भनिएको छ। तर कम्पनीले विद्युत प्राधिकरणलाई महसुल तिर्न बाँकी छ भनेर केस चलिरहेको छ र भर्खरै फर्स्ट इन्स्टलमेन्ट तिरेको भनेर न्युज बाहिरिएको पनि थियो र कम्पनीले त्यो महसुल तिरेको खण्डमा 223 को नेटवर्थ घटेर 180 मा आउन सक्ने चान्सेस एकदम धेरै छ। अब प्रति शेयर आम्दानी यानी इपीएस को कुरा गर्दाखेरि 2081-82 को चैतसम्म कम्पनीको इपीएस 2 रुपैयाँ 8 पैसा रहेको छ। तर कम्पनीको इपीएस त्यतिखेर किन निकै कम भयो? किनकि कम्पनीले आफ्नो फ्याक्ट्रीमा म्यासिभ इन्भेस्टमेन्ट गरेर अपग्रेड गरिरहेको थियो, जसले गर्दा कम्पनीको निकै खर्च भयो र इपीएस पनि कम भयो। तर फेरि फर्स्ट क्वार्टरको रिपोर्ट अनुसार इपीएस बढेर 15 रुपैयाँ पुगेको छ। कम्पनीले फर्स्ट क्वार्टरमै 2.4 अर्बको रेभिन्यू, सीओजीएस पछि 30 करोडको ग्रस प्रफिट र 16 करोडको अपरेटिङ इन्कम कमाएको छ। कम्पनीको इयर टु इयर ग्रोथ पनि इन्क्रिज भइरहेको छ। यो मैले भनेको होइन, कम्पनीको एनुअल रिपोर्टमै देखिन्छ। 2081 मा 5 करोडको नेट प्रफिट, इपीएस 2 थियो। 2082 मा 47 करोडको नेट प्रफिट अनि इपीएस पनि बढेर 27 पुगेको छ। अब यो सिनारियोलाई राम्रोसँग ब्रेकडाउन गरेर हेर्दा कम्पनीको दुईटा कस्ट हुन्छ, फिक्स्ड कस्ट अनि भेरिएबल कस्ट। अघि मैले भने जस्तै इपीएस 2 हुनुको कारण कम्पनीले आफ्नो म्यासिभ इन्भेस्टमेन्ट फ्याक्ट्रीमा गरेको थियो। जस्तै इन्भेस्टमेन्ट गर्नुभन्दा अगाडि फिक्स्ड कस्ट 100, भेरिएबल कस्ट 2 र प्रोडक्सन 70 हुन्थ्यो भने सेलिङ प्राइस 5 थियो, जसमा रेभिन्यू 350 हुन्छ र सबै खर्च घटाइसकेपछि नेट प्रफिट 110 हुन्छ। र अब कम्पनीले आफ्नो म्यासिभ इन्भेस्टमेन्ट फ्याक्ट्रीमा गरिसकेपछि अफकोर्स फ्याक्ट्रीको क्यापेसिटी पनि बढ्छ र अब फ्याक्ट्रीको क्यापेसिटी बढेपछि कस्ट ब्रेकडाउन यस्तो हुन्छ। फिक्स्ड कस्ट 150, भेरिएबल कस्ट 2, अब प्रोडक्सन बढेर 70 बाट 100 हुन्छ, तर सेलिङ प्राइस सेम नै हुन्छ। यसो गर्दाखेरि रेभिन्यू 350 बाट 500 हुन्छ र सबै खर्च कटाइसकेपछि नेट प्रफिट 150 हुन्छ। यो मैले दिएको एक्जाम्पल एकदमै सिम्पल हो, तर यही सिमिलर लजिकले गर्दाखेरि कम्पनीको इपीएस 2 बाट 27 मा पुगेको हो। कम्पनीले अहिले 70 देखि 80% प्रडक्ट नेपालभन्दा बाहिर एक्सपोर्ट गर्दै आएको छ र नेपालले 2080 मा जति एक्सपोर्ट गर्यो त्यसको 4.61% रिलायन्स स्पिनिङ मिलले गरेको हो। र अब कम्पनीको शेयर होल्डर्स हेर्दाखेरि पवन कुमार गोलेनसँग 21%, शशिकान्त अग्रवालसँग 44% र अक्षय गोदनसँग 22% रहेको देखिन्छ। यो सबै कुरा गरिसकेपछि अन्तिममा एउटै प्रश्न आउँछ, सेकेन्डरी मार्केटमा कतिमा कारोबार हुन्छ त? नेप्सेको पास्ट ट्रेन्ड अनुसार कम्पनीको नेटवर्थको 3 गुणासम्म बेसी म्याक्सिमम ओपनिङ प्राइस रेन्ज सेट गरिएको हुन्छ। सो त्यही कुरालाई यो कम्पनीमा जोडेर हेर्दा कम्पनीको ओपनिङ प्राइस 250 देखि 750 को बिचमा कतै हुन सक्छ। र अब तपाईको मनमा एउटा प्रश्न आयो होला, मैले आइपिओ किनेको 820 रुपैयाँ 80 पैसामा हो र सेकेन्डरी मार्केटमा 750 मा ओपन भयो भने मलाई घाटा होला। यो कम्पनी भन्दा पहिला पनि सर्वोत्तम सिमेन्टले 360 रुपैयाँमा प्रिमियम हालेर बुक बिल्डिङ मेथडबाट आइपिओ निष्कासन गरेको थियो र सर्वोत्तम सिमेन्ट नेप्सेमा लिस्ट हुँदाखेरि 185 देखि 555 को रेन्जमा ओपन भएको थियो र अहिले मार्केटमा 820 रुपैयाँमा ट्रेड भइरहेको छ। रिलायन्स स्पिनिङ मिलको फाइनान्शियल डेटा, फोरकास्ट लगायत अरू सबै विवरण हेर्दाखेरि एकदम स्टेबल र ग्रोइङ नै देखिन्छ। तपाईलाई के लाग्छ कमेन्ट गर्नुहोला।